सियान पुनर्स्थापना केन्द्रले हाम्रो विद्यालयमा जुन प्रकारको लागु औषध दुर्व्यसनको न्यूनीकरण सम्बन्धी जुन सचेतनामूलक कार्यक्रम गर्यो त्यो कार्यक्रम आफैमा एउटा गरिमामय कार्यक्रम हो, अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो। विद्यार्थीको लगभग उमेर पनि लगभग 9-10 मा पढ्दै गरेका जुन प्रकारको विद्यार्थीको उमेर छ त्यो उमेरमा उनीहरू कता कता आफ्नो बाटो बिराउन सक्ने खालका उमेर पनि हो। त्यसलाई चाहिँ बाटो नबिदा है तिमीहरू चाहिँ सही मार्गमा लाग्नुपर्छ है र मानव मूल्य के हो भन्ने किसिमका जुन सुमार्ग राम्रो किसिमको बाटोमा लाग्नुपर्छ भन्ने सचेतनामूलक जुन कार्यक्रम हाम्रो विद्यालयमा गर्यो त्यो साह्रै नै राम्रो छ। यो यसप्रति विद्यालय परिवार यहाँहरूको कार्यक्रम संस्थाप्रति आभार प्रकट गर्छ र बेला बेलामा अझै पनि यस्ता कार्यक्रमहरू हुनुपर्छ र हाम्रो विद्यालयले यहाँलाई मुक्त कण्ठले स्वागत गर्छ। यहाँको संस्थालाई हाम्रो विद्यालयमा आएर यस्ता प्रकारको कार्यक्रम गर्नको लागि हाम्रो तर्फबाट के कस्ता किसिमका भूमिका हुन्छन् त्यसमा हामी तत्परचित्तका साथ लाग्नेछौँ। सियान पुनर्स्थापना केन्द्रले मानसिक स्वास्थ्य र लागु औषध विरुद्ध जनचेतनामूलक जुन कार्यक्रम विद्यालयहरूमा चाहिँ गर्दै आउनुभएको छ यो एकदमै राम्रो कार्यक्रम छ। आज लागु औषध दुर्व्यसनीमा चाहिँ हेटौँडा उपमहानगरपालिका पनि त्यसको चाहिँ एकदम चाहिँ एउटा चाहिँ त्यो धेरै भएको आज अवस्था देखिन्छ र हेटौँडा 11 पनि त्यसबाट अछुतो छैन र आजका युवाहरू नै भोलिका यो देशका चाहिँ भविष्य हुन्। त्यसकारणले यो युवाहरूलाई चाहिँ लागु औषध दुर्व्यसनीबाट त्यसमा चाहिँ लाग्न नदिनको लागि चाहिँ कार्यक्रम आज स्थानीय सरकारले हेटौँडा उपमहानगरपालिका सबै वडा कार्यालयहरूले त्यो गर्नुपर्ने देखिन्छ र यो कार्यक्रम लिएर तपाईँ युवाहरूको टिम चाहिँ आज सियान पुनर्स्थापना केन्द्रको अध्यक्ष लगायत सम्पूर्ण टिमहरू यसमा हिँड्नु भएको छ। म वडाको तर्फबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। यो टिममा पनि युवाहरू हुनुहुन्छ। आज युवाहरूमै यसरी सकारात्मक सोचका साथ यसरी कार्यक्रमहरू चाहिँ तपाईँहरूले वडामै गर्दै जानुभयो भने वास्तवमा अबका युवाहरूलाई हामीले यस्ता दुर्व्यसनीबाट जोगाउन सक्छौँ र यो नगरलाई नै एउटा चाहिँ सकारात्मक रूपले सोच्ने मनोभावनाका साथ सबै युवाहरूलाई चाहिँ सकारात्मक सोचका साथ चाहिँ सोच्ने भावना जगाउन सक्ने भएको हुनाले यो कार्यक्रम अत्यन्त राम्रो छ र यसमा चाहिँ हेटौँडा 11 वडा कार्यालयको तर्फबाट तपाईँहरूलाई सधैँ साथ र सपोर्ट रहन्छ भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। सँग युवा कार्यक्रम अन्तर्गत यो जुन कार्यक्रमहरू भइराखेको छ अहिले यो लागु औषध दुर्व्यसन एवं मानसिक स्वास्थ्य सम्बन्धी जुन स्कुलहरूमा यो कार्यक्रम भएर वास्तवमा यसले चाहिँ विद्यार्थीहरूलाई जुन टिनेजमा प्रवेश गर्दै गरेको अवस्थामा भाइ बहिनीहरू चाहिँ कुलतमा लाग्न सक्ने अवस्था हुन्छ। त्यसबाट त्यहाँ त्यो लतमा लाग्नबाट चाहिँ यो कार्यक्रमले चाहिँ उहाँहरूलाई चाहिँ सजग गराउनुहुन्छ भन्ने लाग्छ। यो कुलतमा लाग्ने भनेको त नजानेर अन्जानमा ख्यालमा पनि लाग्ने कुरा हो। उहाँहरूलाई चाहिँ बेलैमा स्कुल रक्षितै यस्ता कार्यक्रमहरू गऱ्यो भने यसको यसले गर्दा हुने नकारात्मक प्रभावहरू समाजमा परिवारमा के कता समस्या आउँछन् भन्ने खालका जुन हामीले पहिल्यै उहाँहरूलाई जानकार गरायौँ यसले भविष्यमा गर्न सक्ने हानि सम्बन्धी उहाँहरू पहिल्यै सुसूचित हुनु पाउनुभयो, जानकार हुन पाउनु भने उहाँहरू चाहिँ गलत बाटोमा लाग्नुहुन्न भन्ने लागेको छ। यस विद्यालयमा मानसिक स्वास्थ्य र लागु औषध दुर्व्यसनसँग सम्बन्धित महत्त्वपूर्ण जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आज कक्षा 9 र कक्षा 10 गरी लगभग 200 जना विद्यार्थीहरूलाई त्यो संस्था मार्फत त्यहाँबाट आउने प्रशिक्षकहरूबाट महत्त्वपूर्ण ज्ञानका कुराहरू सेयरिङ गर्ने काम भयो। विद्यालय तहमा हुने यस्ता कार्यक्रमले विद्यालय तहका टिन एजका बालबालिकाहरूलाई लागु औषध दुर्व्यसनीकोबाट हुने असर, त्यसबाट पर्ने प्रभाव के हुन सक्छन्, त्यसबाट कसरी बच्न सकिन्छ, आफ्नो टोल छर छिमेकमा त्यो सन्देश कसरी पुर्याउन सकिन्छ र हाम्रो टोल छर छिमेकलाई कसरी राम्रो बनाउन सकिन्छ, समुन्नत बनाउन सकिन्छ, सभ्य समाज बनाउन सकिन्छ भन्ने खालको महत्त्वपूर्ण ज्ञान गुणका कुराहरू विद्यार्थी भाइहरूले पाएको मैले महसुस गरेको छु। भावी पुस्तालाई कसरी सभ्य बनाउने, कसरी समुन्नत बनाउने, हाम्रो समाज कसरी शान्त बनाउने भन्ने विषयमा यो लक्षित छ भन्ने मेरो बुझाइ हो। पुनर्स्थापना केन्द्र मानसिक रूपले विक्षिप्त भएका र लागु औषध दुर्व्यसनीहरूलाई
पुनर्स्थापना गर्नको लागि उनीहरूलाई ठिक पारेर फेरि समाजमा परिवारमा पुनर्स्थापना गर्नको लागि जुन किसिमका सचेतनामूलक कार्यक्रमहरू यी केन्द्रहरूले गरिरहेको छ यो अति आवश्यक छ। अहिले सिआन मकनपुरले लागु औषध नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। यो एकदम राम्रो कार्यक्रम हो। यो कार्यक्रम सञ्चालनबाट चाहिँ यहाँ भएका युवाहरूले चाहिँ जानकारी पाएको भन्दा उनीहरू सतर्क हुन सक्ने अवस्था चाहिँ एकदम राम्रोसँग देखिन्छ। अनि भविष्यमा चाहिँ लागु औषध प्रयोग गर्यो भने त्यसमा प्रयोग लाग्यो भने यसरी बदनाम हुने रहेछ, नाम दाम अनि आफ्नो चाहिँ परिचय नै नराम्रोसँग प्रयोग गर्ने व्यक्तिको चाहिँ उपनामबाट चिनिँदो रहेछ भनेर बदनाम हुनुपर्दो रहेछ भन्ने कुरो चाहिँ सानैदेखि युवाहरूले चाहिँ बुझेर त्योपट्टि चाहिँ नलाग्नलाई चाहिँ प्रेरित हुँदो रहेछन्।